नमस्ते, फेरि पनि तपाईहरुलाई स्वागत छ आजको हाम्रो YouTube च्यानलमा र TikTok अकाउन्टमा। आज हामी चाहिँ ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट गर्छौं। 14 नम्बरमा रहेको यो रहेको छ। हामी यसको बारेमा आज हामी कुरा गर्छौं। यसको बारेमा एकदमै बेसिक तरिकाले अगाडिको भिडियोमा जसरी नै हामी यसमा पनि यो प्रब्लम सल्भ गरेर देखाउँछौं र यो प्रब्लम सल्भ गर्नुभन्दा अगाडि हामीले के गर्ने भन्दाखेरि सबैभन्दा सुरुमा हामी रफली गर्ने है। मतलब अब हामी एक्जाममा त त्यस्तो गर्न टाइम एकदमै कम हुन्छ, जसको कारणले गर्दाखेरि हामी माइन्डमा चाहिँ त्यस्तो बनाउने, बट अहिले चाहिँ सिक्दाखेरि चाहिँ हामी के गर्ने भन्दाखेरि एउटा पेपरबाट स्टार्ट गर्ने है। मतलब यानी कि मैले एउटा यहाँ ट्रान्जेक्सन ल्याएको छु है हैन, एकदमै सजिलो होस् भनेर। अब यहाँ सबैभन्दा सुरुमा यसरी नै गरौँ। यहाँ रहेको छ हाम्रो पेपर आइसकेको छ। ओपनिङ स्टक देखि लिएर मैले यहाँ जति पनि ट्रान्जेक्सन छ त्यसको कुरा गरेको छु। अब ट्रेडिङ अकाउन्टमा जान्छ कि पीएल अकाउन्टमा कि ब्यालेन्स सिटमा, टीआर जान्छ कि सीआर, डीआर जान्छ कि सीआर, लायबिलिटी जेसेस सबैको गरेको छु। अब ओपनिङ स्टकको कुरा गर्ने भने मैले भनेको छु ओपनिङ स्टक भनेको कहिले पनि हाम्रो एक्सपेन्सेस हुँदैन, हाम्रो इन्कम हुँदैन, क्रेडिट हुँदैन, जुन चाहिँ हाम्रो ट्रेडिङ अकाउन्टको डेबिटमा जाने भयो, यानी कि ओपनिङ स्टक हाम्रो डेबिटमा जाने भयो। अर्को भनेको हाम्रो पर्चेज पनि हाम्रो जहिले पनि डेबिटमा जाने भयो। ट्रेडिङको डेबिट, यो पनि पर्चेज पनि डेबिटमा गयो। टिक लाउँदैछु है म। अनि अर्को क्यारेज इनवर्ड भनेको ढुवानी खर्च, यानी कि हामीले कुनै पनि सामान किनेर यानी कि र मटेरियलहरु किनेर ल्याउँदाखेरि लागेको खर्च नै के हो भन्दाखेरि क्यारेज इनवर्ड हो। भनेपछि यो पनि हाम्रो खर्च भयो, जुन चाहिँ प्रोडक्टसँग डाइरेक्टली लिंक छ। भनेपछि क्यारेज इनवर्ड पनि हाम्रो के भयो भन्दाखेरि ट्रेडिङ अकाउन्टको डेबिटमा। अर्को आउँछ फ्याक्ट्री एक्सपेन्सेस। फ्याक्ट्री एक्सपेन्सेस भनेको नि कति विद्यार्थीहरूले के गर्छ भन्दाखेरि एक्सपेन्सेस मतलब फ्याक्ट्री भन्ने बित्तिकै फ्याक्ट्रीमा त प्रोडक्सन हुने हो नि त, जुन चाहिँ प्रोडक्टसँग डाइरेक्टली लिंक छ नि त, त्यो चाहिँ हाम्रो ट्रेडिङको डीआर साइडमा जान्छ। कति विद्यार्थीहरू चाहिँ पीएल को डेबिटमा लेखिरहेको हुन्छ, यो चाहिँ गलत हो है। यो चाहिँ फ्याक्ट्री एक्सपेन्सेस भनेको चाहिँ ट्रेडिङ अकाउन्टको डेबिट साइडमा जान्छ, किनकि कुनै पनि प्रोडक्टहरू फ्याक्ट्रीमा नै बन्ने हो भनेपछि प्रोडक्टसँग डाइरेक्टली लिंक भएको देखिन्छ, जसको कारणले गर्दाखेरि हामीले फ्याक्ट्री एक्सपेन्सेसलाई पनि डेबिटमा ट्रेडिङ अकाउन्टको डेबिटमा राखेको हो। अर्को प्रिपेड इन्सुरेन्स मात्रै भनेको है हाम्रो पीएल को डेबिटमा जान्थ्यो, तर यहाँ प्रिपेड इन्सुरेन्स भनेपछि हाम्रो के हो भन्दाखेरि एसेस्ट हो। भनेपछि प्रिपेड इन्सुरेन्स हामी एसेस्टमा लाउँछौं, तर आज हामी चाहिँ ट्रेडिङ र पीएल मात्रै गर्दैछौं। त्यो पनि बाइ द वे हैन, विद्यार्थीहरूलाई सजिलो होस्, तपाईहरुलाई सजिलो होस्, जो सिक्न आइरहेको छ अनलाइनमा हैन, उनीहरूलाई सजिलो होस् भनेर मैले यो सबै फर्मेट बनाइदिएको मात्रै हो। अर्को छ स्यालेरिज भनेको हाम्रो जहिले पनि पीएल अकाउन्ट यानी कि इम्प्लोइहरुलाई दिने हो, कहिले पनि लेबरहरुलाई स्यालेरी दिँदैन, लेबरहरुलाई वेजेस दिने हो। त्यही स्यालेरिज आयो हाम्रो डेबिटमा, पीएल अकाउन्टको डेबिटमा। अर्को स्टेशनरी भनेको हाम्रो डेबिटमै गयो, पीएल को डेबिटमा। सेल्स भनेको हाम्रो क्रेडिट, ट्रेडिङको क्रेडिटमा गयो, भनेपछि यहाँ ठिक लगाइदिउँ। अर्को क्यापिटल भनेको हाम्रो ब्यालेन्स सिटमा जाने भयो, कहिले पनि पीएल ट्रेडिङ, पीएल प्रिपरेसन कुनैमा पनि जाँदैन। भनेपछि क्यापिटल हाम्रो केमा भयो, लायबिलिटीज साइड। लायबिलिटीज एन्ड क्यापिटल हुन्छ यहाँ हेडिङ चाहिँ। अनि अर्को इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट, यानी कि इन्भेस्टमेन्ट कति गरेको थियौं त्यसको ब्याज आयो भनेपछि त हाम्रो के भयो भन्दाखेरि त प्रॉफिट भयो नि त हामीलाई, यानी कि मतलब प्रॉफिट त नभन्नु, एउटा इन्ट्रेस्ट भयो हामीलाई, गेन भयो नि त, हामीलाई फाइदा भयो। भनेपछि यो हाम्रो के भन्दाखेरि पीएल अकाउन्टको क्रेडिट साइडमा जाने भयो, त्यही भएर हामी यहाँ क्रेडिट लेख्दियौं। क्लोजिङ स्टक भनेको हाम्रो यो चाहिँ एडिसनल इन्फर्मेसनमा दिएको छ है। यो क्लोजिङ स्टक, प्रिपेड इन्सुरेन्स एक्सपायर्ड र ब्याड डेट। क्लोजिङ स्टक भनेको ट्रेडिङ अकाउन्टको सीआरमा जान्छ, एउटा हाम्रो एसेस्टमा जान्छ है। अर्को प्रिपेड इन्सुरेन्स एक्सपायर्ड भनेको हाम्रो पीएल अकाउन्टको डेबिट साइडमा जान्छ, र अर्को भनेको हाम्रो चाहिँ एसेस्टमा प्रिपेड इन्सुरेन्स छ नि यहाँ, प्रिपेड इन्सुरेन्स छ नि यहाँ, त्यो प्रिपेड इन्सुरेन्समा के गर्छ भन्दाखेरि प्रिपेड इन्सुरेन्सबाट लेस हुन्छ प्रिपेड इन्सुरेन्स एक्सपायर्ड। अनि अर्को भनेको ब्याड डेट भनेको खराब ऋण, मतलब जुन चाहिँ हामीले उधारेमा दिएको थियौं, जुन चाहिँ आउँदैन भन्ने हामीलाई पूर्ण विश्वास छ, तर आउन पनि सक्छ हैन, मतलब भनौं न 90% चान्स चाहिँ आउँदैन नै भन्ने छ क्या, भने त्यो ब्याड डेट हुन्छ। त्यो ब्याड डेट भनेको हाम्रो एउटा खर्च पनि हो, किनकि हामीलाई पैसा रिटर्न आउँदैन नि त, त्यो जस्तो कारणले यो हाम्रो खर्च भयो, जुन चाहिँ सामान बेच्दाखेरि आएको हो। त्यही भएर यो हाम्रो पीएल अकाउन्ट, पीएल को डेबिटमा जाने भयो। अर्को ब्याड डेट भनेको एसेस्टमा डेब्टर्स यानी कि अकाउन्ट रिसिभेबलहरुसँग चाहिँ के हुन्छ भन्दाखेरि लेस हुन्छ। यो भयो, यो चाहिँ हाम्रो के हो भन्दाखेरि यो ट्रान्जेक्सनहरु यो यहाँ जान्छ भन्ने हो है। अब हामी आउँछौं एकैचोटी, हामी अर्को आउँछौं फर्मेटमा लिएर है त। हामीसँग फर्मेट पनि आइसकेको छ हैन।
सबैभन्दा सुरुमा ओपनिङ स्टक भनेको हामीसँग 2 लाख छ। 2 लाख भने हामीले लेख्छौँ ओपनिङ स्टक भनेर हामीले यहाँ 2 लाख लेखिसकेको छौँ। यो ओपनिङ स्टक हाम्रो 2 लाख भयो। अनि अर्को भनेको ट्रेडिङमा जाने हेरौँ। सबैभन्दा सुरुमा ट्रेडिङमा जानेमा हेरौँ है। मतलब कतिवटा चाहिँ गइरहेको छ भन्दाखेरि फ्याक्ट्री एक्सपेन्सेससम्म गइरहेको छ नि त। अनि यहाँ क्लोजिङ स्टक एउटाको छ, अरू कुनै गएको छैन, अनि एउटा सेल्स गएको छ है। भनेपछि अब हामी सबैभन्दा सुरुमा ओपनिङ स्टक लेख्यौँ। पर्चेज अकाउन्ट टु पर्चेज भनेर 17,50,000 रहेको छ। हामीले 17,50,000 यहाँ फेरि 17,50,000 भनेर इन्क्लुड गऱ्यौँ। अर्को छ हामीसँग यहाँ क्यारिज इनवर्ड भनेर रहेको छ। सरी, यहाँ कस्तो देखेको छैन, क्यारिज इनवर्ड भनेर यहाँ रहेको छ। त्यो क्यारिज इनवर्ड भनेको 40,000 रहेको छ। 40,000 हामीले पनि इन्क्लुड गऱ्यौँ। अर्को छ हामीसँग फ्याक्ट्री एक्सपेन्सेस। मैले फ्याक्ट्री एक्सपेन्सेस भनेको कहिले पनि पिएलको डेबिटमा जाँदैन, जहिले पनि यो ट्रेडिङको डेबिट अकाउन्टमा जान्छ भनेर भनिसकेको छु। जसको 4 लाख अमाउन्ट रहेको छ, त्यो हामीले फ्याक्ट्री एक्सपेन्सेस 4 लाख यहाँ लेखिसक्यौँ। भनेपछि अब आयो यो यहाँ डेबिट साइडमा यति मात्रै गएको छ भनेको र देखाइसक्यौँ। यानि कि अब यसलाई अब कट्टा ल्याइदिउँ। यानि कि 1 2 3 4 यो गइसक्यो। अब त्यसबाट कुरा गरौँ, डेबिटमा कुनै पनि जाने छैन ट्रेडिङको डेबिटमा हैन। अब क्रेडिट साइडमा के जान्छ, सेल्स जान्छ भनेको छ। एउटा क्लोजिङ स्टक भनेको चाहिँ सेल्स लेखौँ हामी, कति रहेको छ सेल्स भनेर यहाँ रहेको छ 25 लाख रहेको छ हैन। 25 लाख हामीले यहाँ सेल्स लेख्यौँ, सेल्स 25 लाख। अनि अर्को छ बाई क्लोजिङ स्टक पनि जान्छ भनेको छु, 2 लाख आयो। यानि कि अब यसलाई टोटल गरेर आयो 25 लाख प्लस 2 लाख गरेर 27 लाख आयो। 27 लाख आयो र अर्को यतापट्टि 27 लाख लेख्ने, यानि कि ग्रस प्रफिट क्याल्कुलेट गर्दाखेरि हाम्रो 3,10,000 आयो। यो चाहिँ 3,10,000 चाहिँ हाम्रो ग्रस प्रफिट भयो। अब हामीले ट्रेडिङ अकाउन्ट त गऱ्यौँ। अब ट्रेडिङ अकाउन्ट गरेपछि अर्को के पनि गर्नु पर्यो भन्दाखेरि हामीले पिएल अकाउन्ट पनि हामीलाई बना भनेको छ नि त। पिएल अकाउन्ट पनि हामीले बनाउनु पर्ने हुन्छ र पिएल अकाउन्ट अब आउँछ यहाँ रहेको छ पिएल अकाउन्ट हाम्रो हैन। त्यसरी आउँछ हाम्रो अब पिएल अकाउन्ट। पिएल अकाउन्टमा हेर्ने हो भने हामीसँग जाने ट्रान्जेक्सन भनेको हामीसँग रहेको छ स्यालेरिज रहेको छ, एउटा स्यालेरिज, एउटा स्टेसनरी रहेको छ, एउटा हाम्रो रहेको छ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट रहेको छ किनकि यहाँ क्रेडिटमा छ। अर्को प्रिपेड इन्सुरेन्स एक्सपायर्ड र ब्याड डेट जान्छ भनेको छ। भनेपछि अब यसको अमाउन्ट ड्याङ लेखिदिने हामी। स्यालेरिज भनेको हामीसँग कति छ भन्दाखेरि 1,75,000 रहेको छ। यहाँ स्यालेरिज रहेको छ 1,75,000 र हामी यहाँ लेखिदिउँ 1,75,000 स्यालेरी भनेर। अनि अर्को छ हामीसँग टु स्टेसनरी भनेर रहेको छ 25 लाख हैन। 25 लाख टु स्टेसनरी छ। 25 लाख टु स्टेसनरी भनेर हामी यहाँ 25,000 इन्क्लुड गरिदिउँ। अर्को हाम्रो प्रिपेड इन्सुरेन्स एक्सपायर्ड भनेर हाम्रो के छ भन्दाखेरि एडिसनल इन्फर्मेसनमा रहेको छ। यहाँ प्रिपेड इन्सुरेन्स एक्सपायर्ड भनेर 20,000 रहेको छ, जुन चाहिँ हाम्रो केमा जाने भयो भन्दाखेरि पिएल अकाउन्टको डेबिट साइडमा जाने भयो 20,000। अनि अर्को छ हामीसँग ब्याड डेट भनेर पनि ती एडिसनल इन्फर्मेसनमा दिएको छ हैन। त्यो पनि हाम्रो 5,000 पनि हाम्रो डेबिटमा जाने भयो पिएलको डेबिटमा। अनि आउँछ अब हामीले ग्रस प्रफिट सिडी छ, जसको कारणले यता छ भने हाम्रो प्रफिट पनि जहिले पनि हाम्रो इन्कम हुन्छ। भनेपछि के हो भन्दा इन्कम जस्तै हो, जस्तो कारणले गर्दाखेरि हामीले के हो भन्दाखेरि ग्रस प्रफिट बिडी लेख्यौँ, जहाँ चाहिँ 3,10,000 आएको थियो ग्रस प्रफिट, 3,10,000 हामीले इन्क्लुड गऱ्यौँ। अनि अर्को भनेको इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट पनि हाम्रो यहाँ पर्छ भनेको थियौँ, क्रेडिट साइडमा पर्छ भनेको थियौँ। यहाँ क्रेडिट साइडमा रहेको छ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर, जसको चाहिँ अमाउन्ट भनेको हामीसँग 2 लाख रहेको छ। 2 लाख चाहिँ हामी के गर्छौँ भन्दाखेरि इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर यहाँ 2 लाख लेख्छौँ। भनेपछि टोटल गरौँ कति भयो, 5,10,000 भयो। 5,10,000। अब हामीले 5,10,000 अब यो कसरी निकालिन्छ नेट प्रफिट सिडी भन्दाखेरि चाहिँ हामीले टोटल क्रेडिट माइनस टोटल डेबिट गर्दाखेरि जति आउँछ त्यसको डिफरेन्सेस नै हाम्रो के हो भन्दाखेरि टोटल टु नेट प्रफिट सिडी। 5,10,000 माइनस 1,75,000, 25,000 माइनस 20,000 माइनस 5,000 गऱ्यो भने चाहिँ हाम्रो 2,25,000 चाहिँ यो डिफरेन्स आउँछ। यो डिफरेन्सलाई नै हामी भन्छौँ नेट प्रफिट सिडी। आजलाई चाहिँ यति नै। आज चाहिँ मैले एकदम यो सजिलो तरिकाले, मतलब बुझ्न सजिलो होस्, छिटो होस् भनेर मैले यो यस्तो टाइपले बनाएको। लेख्दै बनाउँदाखेरि एकदमै टाइम पनि लाग्ने भयो र के गर्यो भन्दाखेरि टाइम पनि एकदमै लाग्ने भयो, जसको कारणले गर्दाखेरि अहिलेको टाइममा झन् अब विद्यार्थीहरूलाई एकदमै प्रोडक्टिभ तरिकाले सिकाउनुका साथसाथै टाइम पनि इकोनोमी होस् भनेर मैले यो मेथड युज गरेको हैन।
मतलब अब के हुन्छ भन्दाखेरि टाइम कम छ, हामीसँग टाइम कम छ भनेपछि हामी अलिकति फास्टमै जानु पर्यो। जसको कारणले गर्दाखेरि हामीले लेख्दै गऱ्यो भने त भिडियो नै 20-25 मिनट बन्छ, आधी घन्टाको भिडियो बन्छ, त्यो हेर्न एकदमै सम्भवै छैन नि त। जसको कारणले गर्दाखेरि सर्ट एन्ड